मजा गाइज लाइभ प्रोग्राम पनि आयो है अन्त है त्यो सहरै राम्रो छ क्या अघि मैले गाडीमा देखेको कि पुरा उयो क्या त्यो हुन्छ हरियाली फुलहरू पुरा डेकोरेसन गरेको सहर छ क्या एकदम व्यवस्थित हो त नि यहाँ हेर न कस्तो राम्रो है सहर आफैमा घुम्न लायकको हेर न रेस्टुरेन्टहरू शैली नै यसको फरक छ क्या यसको फरक चाहिँ अघि म भन्दैछु यस्तो त्यो पनि अब यो जङ्गलको बिचमा हेरौँ न त्यही त वाह यो साथीहरू कमल फुल यो प्रोग्राम रहेछ ठिक्क हामी हिँड्छौँ गाइस यहाँ चाहिँ देखो न पर झर्ना जस्तो पनि छ पोपो ल गाइस हामी अर्को पुलमा आइपुगेका छौँ घोगी खोज्दै हुन्छ यहाँबाट मान्छेहरू घुगी खोज्दैछन् कि माछा खोज्दैछन् थाहा छैन है खोज्दै रहेछन् वाह प्रकृतिको अलौकिक लीला साँच्चै नै सुन्दर माछा पुगेर आउने नजाउँ होला त्यो त अब पछि आउन फेरि सुङनाम खाद्यो यहाँ प्रोग्राम पनि भइरहेको छ साथीहरू ल साथीहरू हामीले खोला गएनौँ अब साँझ पनि पर्यो अब हामी यता लाग्छौँ साथीहरू हेर्नुहोस् ल यहाँ लाइटिङको व्यवस्था गरिएको रहेछ झिलिमिली बत्ती बलिसकेछन् साथीहरू है साँझको समयमा झ्याउकुरी कराएर हेर्नुहोस् त्यस्तै छ रमिता है झ्याउकुरीले यो छुट्टै आनन्द यो ठाउँ यति सुन्दर हुनुमा प्रकृतिको सुन्दर उपहार मात्रै नभएर मान्छेले यसलाई गरेको परिमार्जन दुवैको कम्बिनेसनबाट यो यति धेरै सुन्दर भएको हुन सक्ने कुरा तथ्यलाई हामीले यहाँहरू माझमा बताउन चाहन्छौँ हाम्रो यो राय रहेको छ है प्रकृति आफैमा सुन्दर त्यसमा सुगन्ध भर्ने काम मान्छेले गरेको छ है मानव समुदाय यो प्रकृतिको अनुपम उपहार मागुक्सालाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ नमन गर्न चाहन्छौँ हो हार्दिक नमन ओहो वाह यो त के हो साथी हो राति पो मजा आउने त आँखा तल्कायो नि हो दिदी यो सहर पनि चिटिक्क राम्रो जस्तो लाग्यो मलाई नि हजुर सहर बजार पनि चिटिक्क राम्रो जस्तो लाग्यो मलाई वाह खोलाको कलकल आवाज साइडमा रङ्गीचङ्गी बत्तीले डेकोरेसन गरिएको यो पैदल बाटो साह्रै राम्रो साह्रै रमाइलो हिँड्दा हिँड्दा पसिना आयो है ल गाइस यहाँ चाहिँ लाइभ प्रोग्राम भइरहेको रहेछ है हामी संयोग बस एकदम भाग्यमानीको भुते खमार भाग्यमानी यो प्रोग्राम रहेछ ठिक्क हामी हिँड्छौँ गाइस यहाँ चाहिँ कमलको फुलहरू पनि फुलाएर छ आर्टिफिसियल है ठाउँ त यस्तो बबाल है साँच्चै नै दामी रहेछ यार हरियो घाँस कस्तो राम्रो घाँसै मैदान ल साथीहरू यहाँ लाइभ प्रोग्राम भइरहेको रहेछ सानो भाइले गाउँदै रहेछ यो त राति सब बल्ने रहेछ नि यहाँ हिँड्नु हुँदैन होला हुन्छ घाँसै मैदानको जानु वाह यो साथीहरू कमल फुल 다음 전해드릴 노래는 가수 김장훈님의 곡이에요. 세상이 그대를 속일지라도라는 곡인데 제가 이제 신혼부부거든요. 결혼을 이제 한지 얼마 안 됐는데 यो राति सबै लाइटिङ हुने रहेछ साथीहरू 저희 와이프한테 전해줬던 곡입니다. 가사말이 좋아요. 다음 곡 세상이 그대를 속일지라도 전해드리겠습니다. कहाँ बस्नु प्रोग्राम भइरहेको छ यहाँ के ब्यान्ड लोकल प्रोग्राम भइरहेको छ 그쵸? 여기 있으면 मेरो बुढाले यहाँ बसेर हेर्ने म त बसी साथीहरू प्रोग्राम हेर्नलाई अवस्था छ यहाँनिर है 여러분들 이 시간에 여러분들 귀를 उयो बस्ने ठाउँ छ त बस्नु न 준비하고 있는 우리 चौरीमा बस्नु मजा 다시 한번 박수 한번 부탁드립니다. कमलको फुलहरू फुलेको छ क्या दामी प्रोग्राम सबै प्रोग्राम भइरहेको छ साथीहरू मजा गाइज मजा लाइभ प्रोग्राम पनि आयो है अन्त है
그댈 떠나본 사람이 누군지 몰라도 이제 다 지워지길 바래요. लोकल प्रोग्राम त साथीहरू खट्टै गाउँछ भाइले 울고 싶어지면 धेरै कलाकार आउने त माथिको सबै होला है सायदै 만큼 울어요. 무슨 얘기를 한다 해도 그대의 마음을 यो कमलको फुल त राति झन् दामी हुन्छ लाइटिङ हुन्छ नि सबै सोलर सिस्टम रहेछ 어쩌면 그 사람과의 만남이 잘 되지 मेरो बुढा चाहिँ मक्खा पर बसिरहेको 그대를 볼 때면 늘 안타까웠던 거죠. 우리의 만남이 조금 늦었다는 것이 이젠 모든 걸 말할 수 있어요. 그 누구보다 कस्तो मिठो बोल्छ 사랑했음을 हारिएको भइस 세상이 그대를 속일지 हो बस भेट्नु छ अलिक राम्रो गीत आउँदै भन्छ नि भनौँ त अलिक राम्रो गीत आउँदै भन्छ नि आउँछ नि आउँछ नि प्रोग्राम हो अनि हामी त जानुपर्छ यता निक्ल्यो गाइस हामी त अब वाउ। निस्किनुपर्छ है कस्तो खतरा कि त निस्किँदैछ म्युजिक भनेको म्युजिकको साथी हो बुझ्नुमा आइसक्यो है बुझ्नुमा म्युजिकले त्यति राम्रो प्रोग्राम छोडेर हामी चाहिँ निस्किँदैछौँ किनभने हामी रात परिसकेको छ नि त यहाँ मेरो बुढा चाहिँ यहाँ जाने मन छैन उसलाई मौका पर बसिरहेको छ खतरा। जाऊँ दिपन जाऊँ जाऊँ जानु बस भेट्नुपर्छ नि त 7-8 त भयो छैन हेर्न प्रोग्राम कस्तो हरियो वाह। भइरहेको छ है यो सहर पनि यस्तो राम्रो साथीहरू यो सानो सहर यति राम्रो रहेन क्या यता देखाउँछ हामी त उता जानुपर्ने कस्तो खतरा गयो भाइले नि खतरा गयो ओहो भोइस त बबाल यहाँ चाहिँ विभिन्न कलाकारहरू आउनु हुने रहेछ है पोस्टरमा देखाएको रहेछ फुलहरू खिच न जुम गरेर दामी फुल यो सहरै राम्रो छ क्या तिमीले अघि मैले गाडीमा देखेको कि पुरा उयो क्या त्यो हुन्छ हरियाली फुलहरू पुरा डेकोरेसन गरेको सहर रहेछ क्या यो एकदम हो व्यवस्थित त नि यहाँ हेर न कस्तो राम्रो है सहर आफैमा घुम्न लायकको हेर न रेस्टुरेन्टहरू हेर रेस्टुरेन्टहरू होइन कस्तो खतरा भोलिको त लन्च हाम्रो यहीँ हुन्छ क्या भोलिको है ल यो एकदम एक रात बस्ने गरी पनि आउनु पर्ने यहाँ त छुट्टी लिएर यहाँ बस्ने ठाउँ पनि छ नि त किन छैन हौ यत्रो ठाउँमा महँगो चाहिँ हुनसक्छ बरु कति मजाको सहर क्या अघि मैले ट्याक्सीबाट देखेँ क्या त्यो पनि कस्तो राम्रो हेर अङ्गुर कति धेरै फल्यो वाह। कति यो राम्रो सहरको सुन्दरता अर्कै फरक किसिमको है अँ अर्कै टाइपको के यो सहर मलाई अघि मन पऱ्यो क्या ट्याक्सीबाटै हेर यहाँ फुलहरू कति धेरै छ क्या एकदम व्यवस्थित त्यो आधुनिक खालको सहर रहेछ क्या यो त्यसै अनि युनेस्को सूचीमा पर्छ त यो है आधुनिक र परम्परागत यहाँ माथि हेर न घर खरको छानाको घर खरको छानाको घर कहाँ भन्थ्यो यहीँ रहेछ ल खत्तै ठाउँ आयो साथीहरू ल हेर्नुहोस् यहाँ फेरि यहाँको रेस्टुरेन्ट कति मजाको नि मजाको एकदम राम्रो डेकोरेसन गरेको के ल हेर्नु त देखो न यहाँ क्युटसी कति मजा छ मैले भन्दैथिएँ त दिपेन तँलाई यहाँको रेस्टुरेन्ट पनि फरक छ क्या एकदम यो पर्यटकीय स्थल भएर होला है सायदै हाम्रो खोङ्जुमा त यस्तो सहर छैन 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 होइन हामीले कोरियाको धेरै ठाउँ घुमिसक्यौँ कि यो शैली नै यसको फरक छ क्या यसको फरक चाहिँ अघि म भन्दैछु यस्तो त्यो राम्रो पनि अब यो जङ्गलको बिचमा हेरौँ न त्यही त नि वरिपरि जङ्गलको बिचमा यस्तो छ एकदम राम्रो यो एक रात बस्दै आउनुपर्ने ठाउँ रहेछ कुरा होटल बुझ्यो त खै कहीँ छैन होटल त छैन होला यहाँ माथि सुत्ने ठाउँ रहेछ नि त्यत्रोमा होटल त हुन्छ नि किन नहुनु हुन त पर्ने यो ऐतिहासिक ठाउँमा तर होटल मोटल देखेको त देखेको छैन नि त भनेको क्या मैले मतलब त्यो पनि कस्तो राम्रो क्या हाम्रो गाडी पाउँछौँ त यो होइन हाम्रो गाडी पाउँछौँ यो होइन यही हो यस्तो राम्रो सहर क्या
यो सहर मलाई एकदमै मन पर्छ चिटिक्क परेको यहाँ हेर न कति क्युटी छ बस्ने ठाउँ बस यता हेर न यता अन्त नि रुखको छारीमा खाने ठाउँ मजा आयो नि भोलि जाएर पानी खेलौँ ल हँ? भोलि जाएर पानी खेल्न सिधै जाउँ ल ल तर टाइम हुँदैन वर्ल्ड हेरिटेज माकुक्सा हाम्रो बस हेर्न उयो पनि छ होला अब जाँदा हुन्छ पनि होला नि कति बजीसम्म छ त्यो हेर्नुपर्छ लास्ट गाडी जाने हो कि हामी त एकछिन त घुम्नु पऱ्यो यहाँ आइसकेपछि हेर त त्यो त पालि तिमी डाइरेक्ट खुङ्गु गइहाल्छौ होइन अँ म त्यहाँ साइकल उसँगबाट साइकलमा गइहाल्छु ल यहाँ हेरौँ त बस लास्ट गाडी ल 770 20 8 10मा कति भयो अहिले टाइम हेर त लास्ट गाडी त 8-10 मात्रै रहेछ त 8-10 त भयो नि त्यो पनि किन भयो हो र अँ छैन अहिले 15 मिनट बाँकी छ 15 मिनट बितिहाल्छ पुग्यो खोलासम्म पुगेर त्यहाँ हुँदा ल टाइम हुन लागेन टाइम बाइक हेर न कत्रो कत्रो लिएर आएको साथीहरूले कस्तो हेरेर आएन नि हाम्रो यस्तो कुदाउनु पऱ्यो हुटुटु पारेर तर ठाउँ यो बबाल है बसमा पनि हेर न अर्कै छ क्या लाइट हेर न माथि कत्रो बल्ब लागेको छ पोलमा